पश्चिम चितवनकै उत्कृष्ट निजी विद्यालय प्रज्ञा एकाडेमीमा शैक्षिक सत्र 2082 को लागि भर्ना शुरू भइसकेको छ। पर्सढाप ओह्रालोमा बनेको र केही मात्रामा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न भवनमा र यहाँहरूले देख्दै गर्नुभएको मनोरम वातावरणमा पठन पाठन शुरू हुँदैछ। यो सुवर्ण अवसरको लागि निम्तो दिँदै विद्यालयका प्रधानाध्यापक कपिल लामिछानेज्यू यसो भन्नुहुन्छ। प्रज्ञा एकाडेमीको म प्रिन्सिपल कपिल लामिछाने शैक्षिक सत्र 2082 सालको लागि हाम्रा प्यारा बाबु नानीहरूलाई हामी नयाँ भर्ना खोलेका छौं। सीमित सिटमा भर्ना खोलेको हुनाले यहाँले आफ्नो प्यारा बाबु नानीहरूलाई हाम्रो विद्यालयमा ल्याएर हामीलाई पढ्ने अध्यापन गराउने सिकाउने इन्भाइरोमेन्ट दिनुहुनेछ भन्ने अपेक्षा पनि राख्न चाहन्छु। हाम्रो स्वाभाविक हिसाबले नयाँ विद्यालयको भवन बन्दैछ। एउटा विद्यालय भवन हाम्रो बनिसकेको छ, अर्को विद्यालय भवन हाम्रो बन्ने क्रममा छ। त्यसै गरी डान्सिङ हल, हाम्रा क्याफेटेरिया पनि बन्ने चरणमा रहेको छ। यहाँले कक्षा 5 सम्मका प्यारा बाबु नानीहरूको पढाइ हामी वैशाखको 7 गतेबाट नयाँ बिल्डिङमा गर्दैछौँ भने अरू बाबु नानीहरूको पढाइ हामी ब्लक ए र ब्लक सी मा बाबु नानीहरू पढ्दै गर्नुभएको बिल्डिङमै बाबु नानीहरू पढ्न पाउनुहुन्छ। हामीले वेल फर्निस्ड क्लासरुमहरू, वेल म्यानेज टोयलेट, बाथरुम, हामीले हाम्रो विद्यार्थी भाइहरूको लागि एसेम्बली गर्नको लागि स्टेज, यो हाम्रो विद्यालयको गुरु योजना अन्तर्गत हामी गर्दैछौँ। हाम्रो विद्यालयलाई पश्चिम चितवनकै एकमात्र उत्कृष्ट निजी विद्यालयको रूपमा अहिले विद्यालय स्थापित भएको छ भने नेपालकै एकमात्र वान अफ द बेस्ट एकाडेमिक इन्स्टिट्युसन बनाउनका निम्ति विद्यालयले प्लान बनाएको छ। कक्षा नर्सरीदेखि कक्षा 5 सम्म 100वटा कोठाहरूमा हामीले करिब 640-650 जना बच्चाहरूलाई पठन पाठन गराउने योजनामा छौं। काम गर्ने क्रम चलिरहेको छ।